हेलो एभ्रिवान वेलकम टु माई न्यू रियाक्सन भिडियो सो आज म परालका आगो न्यू नेपाली मुभी अफिसियल ट्रेलरमा चाहिँ रियाक्सन गर्न गइरहेछौँ। यो मुभीको ट्रेलर युट्युबमा आएको नि 3-4 दिन भइसकेको रहेछ। सो मैले त हेरेको छैन, सो हजुरहरूले हेर्नुभयो होला। यदि हेरेको छैन भने पनि आज सँगै बसेर हेरौँ है त। ओके लेट्स गो। OSR Digital, entertaining the nation. साखलले हुमठानेर राजाका रथयानमा जो चढ्दछ नहत पताई टिक्दछ त्यही दरबारमा। अब त मजाले माया गर्न पाइन्छ। गरे हो यो घर नसजाए त छुन पनि दिन्न। सकेसम्म हितैषी र प्रिय लाग्ने कुरा गर, नसके प्रीत छाडेर बोल तितै पनि ए जुठे बाहुनले जसरी सोख पर्छस् त पहिला त हामी पनि बाहुनै थियौ नि हो बडाबा। खै कुन चाहिँ बाजे बराजुले मोती बिगार्नाले दमाई भयो नि। भैमा पिठो खाम्ला पुग्यो भने मिठो खाम्ला बिहान बिहान यो गीत चाहिँ मैले भनौँ न टिकटकतिर अनि अरू सोसियल मिडिया प्लेटफर्महरूतिर मैले सुनिरहेको है। गाना चाहिँ एकदम मिठो अनि सुनम सुनम लाग्ने टाइपको छ। सो धेरै मुख नचलाए चखुरको चिया बना। दुध त्यही छ पकाउने खाने। रिसले आफैलाई खान्छ, अहङ्कारले अङ्गार बनाउँछ। बनाए मलाई बनाउँछ, तँलाई बनाउँछ। सोम त भइ क्या आइमै सोमत त तिम्रो खुब छ नि, अर्काको माइतीले जे मन लाग्यो त्यही भन्ने। तेरो बाउको काट्टो। घर परिवारको झगडामा सबै आगो भयो भने घर खरानी हुन्छ। बाउले एकमुठी दुध खाइरहेको भैँसी समेत कसरी कसरी ल्याउन सक्यो होला। हैन मेरो बाउको घरबाट नल्याए, तेरो बाउको घरबाट ल्याउनु। कमाएर पो ल्याउनु पर्छ, अझै माइतीलाई बोल्ने नामर्द। कसरी ताने हरे जस्तो कङ्गाली मोरा कि जोइ भएर बस्नु त डुबेर मर्नु साथी। मर्नु त छ। यहाँ किन चाहिँ यिनीहरूको झगडा भइरहेछ भन्दाखेरि सायद त्यही पैसाको अभावको कारण चाहिँ श्रीमान श्रीमती बिच झगडा भइरहेछ होइन। अनि मलाई चाहिँ सुहाना थापाको चाहिँ एक्टिङ चाहिँ राम्रो लाग्यो, किनकि योभन्दा पहिला उसले लभ स्टोरी गरिरहेको थियो नि त। सो त्यसको कम्पेयरमा त मलाई यहाँ चाहिँ उसको एक्टिङ राम्रो लाग्यो है। सो हेरौँ अगाडि अझै अब के देख्न पाइन्छ होइन। त्यस्तो देख्दा त नि बुढा बरु गरिब भए पनि हाम्रै जिन्दगी आनन्द लाग्छ है मलाई त। धन बोकेर हिँड्या मान्छेलाई गरिब भन्छेस्? खै देखाउ कहाँ बोकेछौ धन? तै त होस् नि मेरो धन। तँभन्दा ठुलो धन अरू मलाई के चाहियो र भन् त? भाउजू गौथरलाई देख्यौ भनेको। स्वास्नी मान्छेलाई लोग्नेका घरबाट निकालेसी मर्ने र माइती जाने बाहेक के उपाय हुन्छ? बिहे भइसकेको छोरीलाई अब जीवनभर भव्य रूपमा माइतीमै राख। छोरीले बिहे गरेर पठाएपछि परै हुन्छ भने सोध्छ होला होइन तिमीहरूले? तर यो जन्म रगत त तिम्रै बग्छ नि। यो मेरो जन्मघर हो, जति दिन मलाई त्यति दिन बस्छु। जहाँ नारीहरूको पूजा हुन्छ त्यहाँ देवताहरूको निवास हुन्छ, र जहाँ नारीहरूको पूजा र सम्मान हुँदैन त्यहाँ गरिएका असल कर्म पनि निष्फल भएर जान्छन्। नामर्दा साला। ओ जुठे आखिर मेरो गल्ती के छ भन त। सम्बन्धका धागाहरूलाई चुडिन नदेऊ। यो चुडियो भने जिन्दगी व्यर्थ छ। कुरा भने समयमै बुझेको राम्रो हो भाइ, नत्र त्यो बुझाइको कुनै अर्थ रहन्न।
मलाई चाहिँ के अरे यसमा चाहिँ सुहाना थापा कस्तो क्युट क्या है, कस्तो माया लाग्दो। तर यो फिल्ममा चाहिँ म मान्छु कि सुहाना थापाको एक्टिङ चाहिँ राम्रो छ पहिलाको कम्पेयरमा चाहिँ। अनि सवत मल्ल अनि प्रकाश सबैको एक्टिङ राम्रो छ। स्पेसल्ली चाहिँ मलाई सुहाना थापाको चाहिँ पहिलाको कम्पेयरमा चाहिँ राम्रो लागेको हो। सो बिहे गरेपछि यस्तो माया पनि बोक्नु पर्दो रहेछ गौरी। मेरो पनि बिहे भएपछि यस्तै गाउँ छ हो फुपू। तिमी नमर है फुपू, मर्यो भने तिमी पनि कहिले फर्केर आउँदैनौ। म मर्दैन गौरी, मर्दैन। सो परलका आगो यही वैशाख 11 गते हलमा रिलिज हुँदैछ। सो सबैजना हलमा भेटौँला होइन। अनि सो यो चाहिँ एउटा सामाजिक कथामा आधारित चलचित्र रहेछ। सो यो मुभीमा चाहिँ के चाहिँ देखाएको जस्तो लाग्छ भन्दाखेरि अब भनौँ न पैसा नहुँदा, पैसाको अभाव हुँदाखेरि चाहिँ छोरा मान्छेले पाउने दुःख कष्ट अनि छोरी मान्छे अब पराइको घरमा जाँदाखेरि पाउने दुःख कष्ट होइन। अनि यहाँ यति मात्र होइन कि पैसाको अभावले गर्दा हुने होइन घरेलु हिंसा अनि छोरा मान्छेले पाउने दुःख कष्ट, छोरा मान्छे मात्रै होइन कि छोरी समेतले पनि दुःख पाइरहेको हुन्छ त्यो घरमा। सो अनि सवत मल्लको जुन डायलग डेलिभरीहरू छ त्यो चाहिँ मलाई एकदम राम्रो लाग्यो, किनकि यस्तै डायलगहरू सुन्न पायो भने त झन् राम्रो हुन्छ होला हलमा त होइन। सो एउटा फ्यामिली सो बनेको छ होइन, आफ्नो फ्यामिलीलाई पनि लैजानुहोस् होइन, इन्जोय गर्नुहोस्। ओके, आजलाई यति, ओके बाई। अनि भिडियो मन पर्यो भने चाहिँ लाइक कमेन्ट एन्ड सेयर गरिदिनु होला। सो युट्युब लिङ्क म डिस्क्रिप्सनमा राखिदिन्छु। सो ओके बाई।